नमस्कार, म डायटिशियन विनय राज कोइराला हाल पूर्वाञ्चल क्यान्सर हस्पिटल बिर्तामोड झापामा कार्यरत छु। सर्वप्रथम यहाँहरू सम्पूर्णमा आउँदै गरेको सम्पूर्ण नेपालीहरूको महान चाड बडा दशैंको उपलक्ष्यमा हार्दिक मङ्गलमय शुभकामना टक्राउन चाहन्छु। आज म यहाँहरूमाझ डायटिशियन भएको नाताले दशैंमा र दशैंसँग सम्बन्धित योसँग सम्बन्धित खानपान कस्तो गर्नुपर्छ भन्ने विषयमा अलिकति चर्चा परिचर्चा गर्न चाहे। त्यसमा पनि विशेष गरेर क्यान्सर पेसेन्ट्सहरूसँग मेरो एकदमै धेरै समन्वय हुने भएकोले गर्दा क्यान्सर र डायट खानेकुरा यसको अलिकति सन्दर्भ सुरुमा जोड्नेछु र त्यस पछाडि हाम्रो यहाँको समुदायमा र मैले हेरिरहेका क्यान्सर पेसेन्ट र अरू दीर्घ रोगीहरूमा कस्तो खालको पोषण सम्बन्धी समस्याहरू मैले देखिरहेको छु त्यसको बारेमा पनि कुरा गर्नेछु। सर्वप्रथम त खानेकुरामा कस्तो खालको खानेकुराले हामीलाई क्यान्सरको रिस्क बढाउँछ त भन्दा एकदमै धेरै हाई क्यालोरी फुडहरू हामीले धेरै खान्छौँ। यदि हामीले एकदमै धेरै प्रोसेस्ड अर्थात् अति धेरै प्रशोधित खानेकुरा जुन हामी भन्छौँ फ्याक्ट्रीबाट आउने खानेकुरा त्यस्तो यदि धेरै खान्छौँ, त्यसपछि एकदमै धेरै तारेको भुटेको खानेकुरा जब सीड ओइल्सहरू अक्सिडाइज हुन्छ, अरू फ्याटहरू अक्सिडाइज हुन्छ, मेनली सीड ओइल्सहरू नै त्यसले पनि क्यान्सरको रिस्क चाहिँ बढाइरहेको हुन्छ। अब हाम्रो यो आउनेवाला दशैंमा चाहिँ एकदमै धेरै हामीलाई राम्रो चिज भन्ने बित्तिकै भुटेको तारेको अनि त्यसपछि अल्कोहलिक बेभरेजहरू सेवन गर्नेहरूले अरू खालको मद्यपानहरू र धुम्रपान पनि अत्याधिक सेवन गर्ने भएकोले गर्दा मुख्यतः हामीले दशैंको सेरोफेरोमा चाहिँ यदि हामी स्वस्थ छौँ, हामीलाई हालसम्मको कुनै पनि किसिमको रोगले गाँजिसकेको छैन भने चाहिँ यसलाई नै हामीले न्यूनीकरण गर्नुपर्ने हुन्छ। हामीले विशेष गरेर हाम्रो दीर्घ रोगीहरू मैले विशेष गरेर क्यान्सर नै हेरिरहेको हुनाले गर्दा क्यान्सर पेसेन्ट्सहरू जसमा चाहिँ खानकीको एकदमै ठुलो रोल पनि हुन्छ उहाँहरूमा चाहिँ कस्तो खालको पोषण समस्या देखिरहेको छ त भन्ने बारेमा पनि म अलिकति चर्चा गर्न चाहेँ। मुख्य गरेर हामी नेपालीहरूमा चाहिँ अङ्ग्रेजीमा डायटरी डाइभर्सिटी भन्छौँ त्यसलाई नेपालीमा चाहिँ खानाको विविधता भन्न सकिन्छ। खानाको विविधता एकदमै कमजोर छ। उदाहरणको लागि हामी अधिकांश नेपालीहरू सब्जी र भात मात्रै खाएर महिनौँ दिनसम्म बसिरहेका हुन्छौँ त्यही माथि यो एकदमै ठुलो समस्या चाहिँ सहरमा बस्ने शाकाहारीहरूमा चाहिँ झन् ठुलो समस्या छ, किनकि धेरैलाई दाल पनि मन पर्दैन अनि सब्जी र भात मात्रै अनि अरू खालको अन्नहरू पनि छैन, दालमा पनि एकदम भेराइटी छैन अनि सब्जी र भात मात्र खाएर बसिराख्नु भएको हुन्छ, जसले गर्दाखेरि चाहिँ अब नर्मल कन्डिसनमा केही रोग बिमार नहुँदाखेरि चाहिँ भातै टन्नै खाइदिएर पनि मान्छेले आफ्नो प्रोटिनको मेनली प्रोटिनको आवश्यकता पुरा गरिरहेको हुन्छ म्याक्रोन्युट्रिएन्ट यसरी पुगिरहेको हुन्छ। तर जब खानकी कम्ती रुच्छ बच्चैदेखि लागेको यो बानीले चाहिँ एकदमै सकस परिरहेको हुन्छ। यसले नै कुपोषणमा योगदान दिइरहेको हुन्छ, किनकि थोरै मात्रै चामल खाएर थोरै मात्रै सब्जी खाएर हाम्रो प्रोटिन र म्याक्रोन्युट्रिएन्टको ओभरअल आवश्यकता र सूक्ष्म पोषक तत्त्वहरूको आवश्यकता त पुग्दैन सो एउटा यस्तो खालको समुदाय देख्न सकिन्छ। अरू मानिसहरूले चाहिँ के गरिदिनुहुन्छ भनेदेखि क्यान्सर हुने बित्तिकै मासुले नै क्यान्सर हुन्छ भन्ने खालको एउटा थट प्रोसेस सोच भइरहेकोले गर्दाखेरि मासु चट्टै छोडिदिनु भएको हुन्छ अनि जनावरबाट आउने अरू अन्डा दुध दही पनि चट्टै छोडिदिनु भएको हुन्छ, जसले गर्दाखेरि ओभरअल खानकी नै एकदमै कमजोर भएको पनि हुन्छ। खानकी रुचेको हुँदैन, खानकी नरुचिसकेपछि अलिकति रुच्ने ठाउँमा पनि डाइरेक्टली भन्नुपर्दा एकदमै झारपातको झोलहरू मात्रै खाएर बस्दाखेरि चाहिँ त्यसले चाहिँ शरीरलाई चाहिने केही पनि दिएर हुँदैन बिरामीको आफन्तहरू चाहिँ के सोचिरहनु भएको हुन्छ भने त्यसले चाहिँ क्यान्सरलाई राम्रो गर्ला कि अर्कोतर्फ चाहिँ मान्छे कुपोषणले एकदमै दुब्लो भइसकेको हुन्छ, हड्डी र छाला भइसकेको हुन्छ। सामान्यतया के गर्नु पर्यो त क्यान्सरको बिरामीले जो दीर्घ रूपमा चाहिँ क्यान्सरसँग लडिरहनु भएको छ भन्दा सुरुमा मेरो शरीरलाई चाहिने जति खानेकुरा मैले खाइरहेको छु कि छुइनँ त्यो भनेको एकदमै कहीँबाट खोजेर नौलो चिज केही ल्याउनु पर्दैन हामीले खाने दाल भात तरकारी नै हो। सो त्यो चाहिँ कसले भनिदिनु सक्नुहुन्छ तपाईँले आफ्नो शरीरलाई चाहिने जति खाइराख्नु भएको छ कि छैन भनेर भन्दा डायटिसियनलाई आफ्नो दैनिक खानकीको रुटिन देखाइदिनु भयो भने उहाँहरूले प्रश्नसँग औँल्याइदिन सक्नुहुन्छ। मुख्य कुरो चाहिँ मैले के खान्छु मात्र भन्दा पनि कति मात्रामा खान्छु
र डाइभर्सिटी अघि नै कुरा गरिहालेँ, विविधता, अलग अलग खानेकुरा मेरो खानकीमा कतिको छ त्यो चाहिँ अझै महत्त्वपूर्ण हुन्छ। अब त्यो बाहेकको अरू खानेकुरा चाहिँ यदि शरीरलाई आवश्यक छ विशेष कुनै खानेकुरा ब्लड प्यारामिटरहरू हेरेर भनेदेखि अथवा ओभरअल शरीरको अवस्था हेरेर भनेदेखि त्यो चाहिँ डायटिसियनले सिफारिस गरिदिनै हाल्नुहुन्छ। सुरुमा म्याक्रोन्युट्रिएन्टहरू पुग्नु पर्यो, क्यालोरीको आवश्यकता पुग्नु पर्यो भन्नुको मतलब सुरुमा चाहिँ मेरो हुनुपर्ने जति तौल चाहिँ कायम हुनु पर्यो। मैले दैनिक रूपमा पहिला जति खान्थेँ हाराहारी त्यति नै, अथवा अलिकति कम बढी हुँदा पनि फरक नपर्ला, हाराहारी त्यति नै खानु पर्यो। अब त्यसपछि यदि म खानकी कम भएर दुब्लाउँदिनँ भन्ने ग्यारेन्टी एउटा एक खालको ग्यारेन्टी भइसकेपछि त्यसपछि चाहिँ हामीले सागसब्जी फलफुलहरू अनि अरू यदि कुनै एन्टिअक्सिडेन्टको सोर्सहरू खोज्छु भने त्यो प्रशस्त खान सकिन्छ। सारमा भन्नुपर्दा मेरो शरीरको अवस्था, रोगको अवस्था र मेरो खाना सम्बन्धीको व्यवहारलाई हेरेर डायटिसियनले नै व्यक्तिगत रूपमा परामर्श दिन सक्नुहुन्छ। त्यसले गर्दाखेरि चाहिँ डायटिसियनलाई भेटेर आफ्नो खाना मिलाएको खण्डमा चाहिँ त्यो चाहिँ दीर्घकालीन रूपमा आफ्नो शरीरलाई पनि सबल बनाउने एउटा महत्त्वपूर्ण कडी अथवा महत्त्वपूर्ण पाटो साबित चाहिँ हुनसक्छ। किन भन्दा हाम्रा धेरै दीर्घरोगी क्यान्सर लगायतका अरू विभिन्न खालका दीर्घरोगीहरू एकदमै कुपोषणले ग्रसित भएको देख्न सकिन्छ। अब त्यो कुपोषणको विभिन्न कारणहरू हुन सक्छन्। त्यो मध्येको सबैभन्दा महत्त्वपूर्ण कारण चाहिँ आफ्नो खाना सम्बन्धीको स्वभाव र खाना सम्बन्धीको सोचाइ, आफ्नो स्वभाव त्यो पनि हो। अब त्यसलाई बदलेर राम्रो खानकी खुवाउन चाहिँ डायटिसियनले एकदमै ठुलो योगदान दिन सक्नुहुन्छ। राम्रो खानकी हुने बित्तिकै हाम्रो मासु जोगिन्छ, हड्डी बलिया हुन्छन् र हामीले हाम्रो फङ्सनल क्यापेसिटीलाई जोगाउन सक्छौँ। फङ्सनल क्यापेसिटी भनेको जतिसुकै रोग बढे पनि या दीर्घरोगी भए पनि आफ्नो कम्तीमा आफ्ना सामान्य घरायसी कामहरू है, चर्पी जानेदेखि लिएर आफ्नो खानेकुरा आफै खानेसम्म लिएर है, त्यो सबै लाई चाहिँ ती सबै खालका कामहरू आफै गर्न सक्नको लागि चाहिँ यदि खानकी राम्रो भएर मेरो शरीरको मासु जुन अङ्ग्रेजीमा हामी मसल भन्छौँ त्यो जोगिनु चाहिँ अत्यन्त धेरै आवश्यक हुन्छ। सो त्यसमा चाहिँ डायटिसियनको एकदमै रोल हुन्छ। त्यसले गर्दाखेरि नजिकको डायटिसियनलाई भेटेर आफ्नो शरीर र आवश्यकता अनुसार कस्तो खालको खानपान आवश्यक छ सो सम्बन्धी चाहिँ सल्लाह लिइदिनु होला। धन्यवाद।